नमस्ते साथीहरू, तपाईहरुलाई मेरो रेखास किचनमा म स्वागत गर्न चाहे। आज सानो आलुको चाहिँ आलु कसरी बनाउने हो भनेर चाहिँ म लिएर आएको छु। मैले यो आलुहरू लिएको छु। त्यसपछि यसलाई सानो सानो पिस गरेर 4 भागमा काटेको छु साथीहरू। ल हेर्नुस् है त कसरी बनाउने होला यो। ल मैले चाहिँ यो सबै आलुलाई सानो सानो पिस गरेर सबै काटे। त्यसपछि मैले चाहिँ प्यान बसालिसकेपछि तोरीको तेल राखेँ। अनि यसमा चाहिँ मैले तोरीको दाना चाहिँ राख्दा एकदमै बेस्ट हुन्छ है सानो। अनि त्यसपछि मैले खुर्सानी पनि थोरै हल्का एड गरेको छु। अनि एकछिन चलाएँ साथीहरू। त्यसपछि मैले सबै आलुहरू यसमा यो प्यानमा चाहिँ राखिदिन्छु। सबै एड गरेँ है साथीहरू मैले यो। अनि त्यसपछि चाहिँ मैले सबै एड गरिसकेपछि यसमा चाहिँ एकछिन चलाइदिएछु। ल यसरी चलाइसकेपछि यसमा चाहिँ मैले हल्का बेसार पनि एड गर्छु है साथीहरू। र हेर्नुस् त एकछिन मजासँग सबै तेलहरू गरेर चाहिँ मैले चाहिँ चलाएको छु। लाग्ने गरेर चलाइसकेपछि यसमा मैले बेसार एड गरेको छु। बेसार एड गरिसकेपछि एकछिन यसलाई चाहिँ सबैतिर लागोस् है भनेर एकचोटि चलाएर अनि फेरि मैले यसलाई चाहिँ ढाकिदिएको छु है साथीहरू। मैले बन्द गरिदिएको छु। एकछिन यो पाक्छ। अनि त्यसपछि हल्का अनि यसलाई मैले ढाकिदिएँ साथीहरू। अनि त्यसपछि यसलाई चाहिँ निकाल्दै हल्का चलाउँदै गरेको छु साथीहरू। यसरी नै मैले पकाइरहेको छु। त्यसपछि फेरि छोप्दै अनि निकालेर हेर्नु त कति राम्रो बनेको छ है, फ्राई भएको छ। यसमा चाहिँ मैले लसुन अनि त्यसपछि अदुवा मसला अनि नुन अनि चाहिँ एड गरेको छु साथीहरू। मैले चाहिँ टमाटर चाहिँ पिसेको लिएको छु है साथीहरू। मैले चाहिँ मिक्सरमा पिसेर मेरो बच्चाबच्चीहरूले चाहिँ त्यो नपिसेको चाहिँ खाँदैनन्। त्यही भएर मैले चाहिँ यसमा धेरै मसलेदार बनाएको छैन साथीहरू। हेर्नुहोस् है मैले पिसेको टमाटर एड गरिसकेपछि अनि मैले यसलाई चलाइदिएको छु। अनि मजासँग सबैतिर एड होस् है भनेर मैले मजासँग चलाएर अब एकछिन चाहिँ मैले यसलाई पाक्नको लागि चाहिँ मैले यो सबै टमाटरहरू अनि सबैतिर पस्योस् है छिरोस् है भनेर चाहिँ अनि छोपिदिएको छु है साथीहरू। एकछिन अब यसलाई चाहिँ मैले मजासँग चलाएर म छोपिदिन्छु। यसलाई मैले ढाकिसक्थेँ। अनि त्यसपछि फेरि मैले यसलाई निकालेर हेर्नुहोस् त कस्तो राम्रो बनेको छ। एकछिन चलाएँ अनि त्यसपछि यसबाट माथि धनियाँहरू कटिङ गरेको थिएँ, धनियाँहरू राखिदिएको छु। वाउ कस्तो राम्रो बनेको छ है। यसलाई जेमा पनि खान सक्नुहुन्छ। बेस्ट त रोटीमा हुन्छ। यो चाहिँ रोटीसँग खाँदा चाहिँ एकदमै बेस्ट हुन्छ। खानासँग पनि खान सक्नुहुन्छ साथीहरू। यस्तो राम्रो मैले धेरै मसलाहरू पनि नराखिकन सानो बच्चाहरूले पनि खाने खालको नर्मल चाहिँ बनाएको छु। हेर्नुहोस् त वाउ तपाईहरू पनि मेरो युट्युब च्यानलमा लाइक सब्सक्राइब गर्न सक्नुहुन्छ है साथीहरू। यस्तै खानाहरू फेरि पनि मैले अरू खानाहरू पनि मैले बनाएर लिएर आउने छु। हेर्नुहोस् त वाउ कस्तो राम्रो बनेको छ यो। यसलाई चाहिँ अब मैले चाहिँ रोटीसँग खान्छु। हेर्नुहोस् है साथीहरू तपाईहरू पनि फेरि यस्तै नै कसरी बनाउने होला भनेर हेर्न सक्नुहुन्छ। ल थ्याङ्क यू फर रेखास किचन। फेरि अरू भिडियोहरू पनि लिएर आउनेछु है साथीहरू।